this is how Muku knew that person was evil. Story time, guys. This is the real story हाम्रो लाइफको. So let's get ready. अनि म हजुरहरूलाई सँगसँगै सुनाउँछु. Okay, so if you guys don't know मुकु भनेको को हो, then मुकु चाहिँ हाम्रो डग हो. So मुकु चाहिँ सानैबाट एकदमै बेसी अग्रेसिभ खालको डग हो के, एकदमै रिस्सा खालको हुन्छ नि, एकदमै पुलपुलिएको खालको डग हो के. अनि हतपत हाम्रो मुकु कोहीसँग पनि मिल्दैन, कहिले पनि मिल्दैन के. हामी परिवार बाहिरको मान्छेसँग मिल्दैन के, जति नै गर्न खोजे पनि मिल्दैन. तर पर्टिकुलर एउटा यस्तो पर्सन थियो, म त्यो मान्छेको जेन्डर पनि भन्दिनँ, केही पनि भन्दिनँ, जस्ट एउटा पर्सन थियो. हो त्यो पर्सनसँग चाहिँ मुकु सानैदेखि एकदमै क्लोज थियो कि, लाइक सानै ऊ हाम्रो घर आएदेखि नै ही वाज भेरी क्लोज टु द्याट पर्सन. उसले जति हामीलाई माया गर्थ्यो, आई गेस त्यो मान्छेलाई पनि त्यति नै माया गर्थ्यो. अनि त्यो मान्छे जहिले पनि हाम्रो घर आउँथ्यो, मुकु यति धेरै एक्साइटेड हुन्थ्यो कि त्यो मान्छेलाई भेट्न, त्यो मान्छेसँग खेल्न. अनि जति मुकु क्लोज थियो, आई गेस हामी पनि त्यति नै क्लोज थियौँ. अनि समय बित्दै थियो, मुकु त्यो मान्छेसँग अझै धेरै क्लोज हुँदै थियो है. सो यो इन्सिडेन्ट चाहिँ जाडो बेलाको हो. अनि जाडोमा चाहिँ हाम्रो मुकु त्यतिखेर बाहिर घाम ताप्न हामीले बाहिर राखिदिन्थ्यौँ कि उसलाई. अनि बाहिर तलको बाहिर बसिरहेको थियो होइन. अनि त्यो पर्टिकुलर डे टाढाबाट त्यही मान्छे आउँछ जुन मान्छेसँग चाहिँ मुकु एकदमै धेरै क्लोज थियो. अनि त्यो मान्छे आउँदाखेरि मुकुले यस्तो बेसी सस्पिसियस खालको बिहेभ गर्यो है, भनेको मिल्न पनि खोजेन, एकदम भुक्न पनि खोजेन, मिल्न पनि खोजेन, एकदम काँडा उमार्यो क्या. हाम्रो मुकु चाहिँ रिसायो भने काँडा उमार्छ क्या जिउमा, त्यो उसको भुत्ताहरू पुरा ठड्याउँछ, एकदमै हुन्छ नि. अनि हामी त कस्तो बेसी अचम्ममा पर्यौँ कि, लाइक के गर्दैछ यो मुकेले जस्तो गर्यौँ होइन. अनि त्यो दिन त्यो मान्छे र मुकुको भेट भएन, किनकि मुकुले एकदम बेसी सस्पिसियस खालको बिहेभ गर्यो. मलाई पनि कस्तो डर लाग्यो क्या त्यो मान्छेलाई चाहिँ मुकुसँग पठाउन. होस् भन्दै मैले भेट्न दिइनँ भनौँ न. अनि मलाई चाहिँ के लाग्यो भने मेबी आज इरिटेट भयो, त्यही भएर यस्तो बिहेभ गर्यो भन्ने ठाने मैले. देन जति डेजहरू पास हुँदै थियो, अझ बेसी सिरियस बिहेभ गर्न थाल्यो त्यो मान्छेप्रति. अनि यतिसम्म भयो कि जब त्यो मान्छे आउँथ्यो, मुकु यस्तो बिहेभ गर्थ्यो लाइक त्यो मान्छेलाई उसले कहिले देखेको पनि थिएन जस्तो बिहेभ गर्न थाल्यो कि, यस्तो धेरै भुक्ने है. अनि सुरुमा त मैले लिटरली मुकुलाई नै दोषेँ क्या, लाइक किन मुके यस्तो भइरहेछ, किन यो मुकेले बेहोरा देखाएको जस्तो मलाई फिल हुन्थ्यो. अनि त्यो पछाडि त मुकु र त्यो मान्छे भेट्नै छोड्यो के. अनि भेट्नै छोडेको त्यस्तो धेरै टाइम पनि भएको थिएन. देन वान डे वी गट टु नो that person is creating यति बेसी मेस बिहाइन्ड अस भनेर. when I got to know यस्तो कुराहरू भइरहेछ भनेर, आई स्वेयर अन गड मलाई मान्छे भन्ने जातदेखि मलाई भरोसा उठ्यो के. अनि जब यो सबै कुराहरू बाहिर निक्ल्यो अनि हामीले डटहरू कनेक्ट गर्दाखेरि मुकुले त्यो एनर्जी पहिला नै सेन्स गरेको रहेछ भन्ने कुरा हामीलाई रियलाइज भयो. अनि इफ यु गाइज थिङ्क कि यो कोइन्सिडेन्ट मात्रै थियो, यो कोइन्सिडेन्ट थिएन. बिकज मुकुले कहिले देख्दै नदेखेको, भेट्दै नभेटेको मान्छेसँग त्यस्तो बिहेभ गर्नु इज भेरी नर्मल. तर जो मान्छेसँग ऊ लिटरली हुर्किएको छ, जो मान्छेलाई उसले जहिले पनि देखेको छ, जो मान्छे आउँछ कि भएर ऊ यस्तो वेट गरेर बस्थ्यो, त्यो मान्छेलाई आउट अफ नोवेयर उसले त्यस्तो बिहेभ गर्नु वाज नट कोइन्सिडेन्ट. प्लस आई डोन्ट ब्लेम कसैलाई पनि, बिकज जसको बुद्धिले जे जति भ्याउँछ उनीहरूले त्यही नै गर्ने हो. And I'm so thankful and so grateful that we have मुकु हाम्रो लाइफमा, जसले इच एन्ड एभ्री कुराहरू एकदमै मजाले डिटेक्ट गरिदिन्छ. त्यो एनर्जी एकदमै छिटो फिल भइहाल्छ कि. इफ यु हेभ डग, मेबी हजुरहरू रिलेट गर्न सक्नुहुन्छ म के भनिरहेको छु भनेर. त्यही भएर डग्सहरूले दिने साइनलाई चाहिँ कहिले पनि इग्नोर नगर्नुहोस्, बिकज दे नो एभ्रिथिङ बिफोर यु नो. र लाइफमा जे पनि भयो हामीले त्यो कुराहरूबाट एकदमै ठुलो पार्ट सिक्यौँ. ओके गाइज, थ्याङ्क यू फर वाचिङ. टाटा.